खतरै रहेछ यार यता थियो रे ए यो काम तिमीहरुको ह के यो काम So hello everyone, welcome to my channel. It's me Amit Magar. र सबैजनालाई शुभ बिहानी. अहिले बिहानको 5:30 भएको छ र आज चाहिँ शनिबार रहेको भएर आज म छिटो उठे. यो नयाँ कुरो र अहिले चाहिँ बिहानको 5:30 को भ्यू चाहिँ यस्तो छ घरदेखिको र यहाँ पानी बढ्दै यो चाहिँ अब मैले लिएर जाने रे पानी भर्न खाने पानी एकछिनमा भेटाउनु त फ्रेस भएर अहिले एकछिनमै त केटा हो अहिले बिहानको कति बजे हो भन्दा 6:15 हुनु लाग्यो पानी भर्न जानु लाग्यो मम्मी चाहिँ उता भ्यू गर्न म चाहिँ पानी भर्न पथेरातिर पानी त आयो तर अरू भर्न चाहिँ खाने पानी चाहिँ अहिले भरेन अलि मैला आएको थियो कि त्यही भएर म जानु लाग्छु भर्न त्यो पानी चाहिँ लोबादी बिरुवा के अरू नाम त थाहा भएन थाहा भएको मलाई त्यति हो दुईटा भएको त्यति हो ल बाटो चाहिँ अहिले यस्तो छ है त चिप्लो पनि डेन्जर चिप्लो हुन्छ क्या यस्तो बाटो ल त अहिले वहीँ पधेरामा गएर भेटौँ है त ल त गाइज म पधेरामा नि आइसकेँ यहाँ छ बोतल यहाँ छ ब्रुस अनि अब पानी सानी भरेर जाने बेलामा भेटौँ है त गाइज पानी सानी पनि भरियो डोकोमा नि हालियो अहिले कति भयो भन्दा 6:51 भयो 6:51 भयो अब घर गएर भेटौँला है त सिधै अहिले भयो भने बाटोमा भेटौँला न त घर गएर भेटौँला पिस आउट ल है त केटा अहिले म घरतिर आइपुगेँ मैले चाहिँ त्यो कहाँ भन्दा त्यो झुप्पा जङ्गल छ नि हो त्यहाँदेखि यहाँ आइपुगेँ अब यता माथि जाने हो यहाँ चाहिँ अब कति भन्दा एक टर्निङ गएर अनि हल्का उक्लिनु पर्छ अनि घर आउँछ अनि अहिले यस्तो छ ल एकछिन भेटाउनु है त 1 minute 37 seconds later ल है त गाइज घर पनि आइयो पानीको बोतल चाहिँ त्यहाँ राखेछु अनि आज चाहिँ हाम्रो खेतला रहेछ खानासाना बनाउन हो जानु पर्यो अनि पछि भेटौँला है त पिस आउट ल त गाइज अहिले चाहिँ हामीलाई खाना बनाउनु पर्यो यहाँ अहिले एकछिन यहाँ खाना बनाएर भएपछि चाहिँ अरे हामीले खाएपछि खेतलालाई बनाइदिने रे अहिले चाहिँ हामीले बनाउनु लाग्यो यहाँ ल त एकछिनमा पिस आउट खेतलालाई अर्काले बनाउँदै जहिले खेतलाको दिन किन पानी पर्यो चालाग्दो रिस उठिरहेको टेन्सन पानी पर्यो भने त भेजा भइन्छ मेसै भाइ ल त केटा हो खेतलाहरूलाई खाना बनाउँदै तिल पारामा ऊ त्यहाँ चाहिँ चटनी बनाउने अरे तिल टमाटरको त्यही छ काम गाह्रो भइरहेको छ यार एक्लै सबैजना खेतलामा यहाँ जाँदा यहाँ कुकिङमा
अहिले एकचोटि खाना लिएर खाना त खै अहिले लिन आउनुहुन्छ होला म चाहिँ अहिले पछि जाने हो अब यो खानासाना बनाएर च्यात्नु जाने अरे फेरि त्यतिखेर भेटौँला है त सिउ त केटा हो तरकारी पनि अब पाक्न लागिसकेको छ पनि ल चटनी पनि अलरेडी ल भइसक्यो चिरिप्पा भएर हातको हालत यस्तो हो यहाँ सिम चाहिँ काटेर हेर कता कस्तो फोकस नआने यहाँ थिम काटेर यो मतलब खुर्सानी के परेर हात तट्टाइरह त्यही हो अब अहिले एकछिनमा मम्मी आउनुहुन्छ अरे त्यसपछि अहिले सँगै जाम्ला है त चट ल है त केटा हो भात पनि अब पाक्न आँट्यो मम्मी पनि आउनुभयो मम्मी चाहिँ अहिले एकछिनमा आउनुहुन्छ अरे म चाहिँ जान आएको टिकटक हेर्दै हुनुहुन्छ यो चाहिँ आज मेरो यो है त नर्थ फेसको साइड ब्याग यो पावर ब्याङ्क मोबाइल हाल्नलाई के अलि फेरि छ्या हुन्छ त्यो बोकेर हिँड्न चाहिँ खोल्टीमा राख्न झ्या हुन्छ यो यसो लिएर हिँडेको आजको चटेसँग कसको टिकटक धेरै आयो भने कति धेरै आएको यो दिदीको अरे ल अहिले एकछिन बारीमा गएर भेटौँलाई त सियु पिस आउट ल यस्तो केटा हो म बारीतिर नि आइसकेँ बुढोबा यहाँ च्यात्दै हुन्छ बुढोबालाई सहयोग गर्न आएको यता चाहिँ खन्दै यता भित्र चाहिँ रोप्दै आउनु भएको ल अब म पनि सुरु गर्छु अहिले पछि भेटौँलाई त स्टेटी हुनु ल A few moments later. ल यता केटा हो भोलि असार 15 आज असार 15 चाहिँ अझै 14 गते लागेको छ दिन हेरेर दिन असार 15 जस्तो भइरहेको पानी परेर अनि हाम्रो खन्नी दाई बाजेहरू चाहिँ रेस्ट गर्नुभयो र उता रोपाइ चाहिँ चलिरहेको अनि म पनि यस्तै यता झार च्यात्दै कपडाको हालत कपडाको अहिले पछि भेटौँला है त त केटाहरू खेतालालाई नि खाजा खुलाएर आए अब यहाँ भाडा धुन लागिरहेको यस्तै छ आजको हालत हेर त केटा हो हेर त कपडाको हालत यस्तै छ अनि दुईजना यहाँ दिदीभाइ मोबाइल चलाएर हैरान ल यो केटा अहिले पछि भेटौँला है त स्टे ट्युन ल पिस ल त केटा हो सर्पको हत्या खोपडी छोपडी उड्यो यसको त कहाँ गाड्ने कहाँ गाड्ने ऊ त्यता होला हजारै रहेछ यार यता थियो अरे हो भिडियो एडिट गर्दै थिएँ कि यहाँ त खतरा पिरो प्लेयरहरू छन् त खै यता हेर त लजागर ओ यता हेर त सुसम यता हेर न लजाको रे गेम खेल्ने त लजाउँदैन त बोली यो केटा हो अब भोक लाग्यो खाजा खानु पर्यो अब यहाँ आगो पनि बाल्नु पर्यो त्यो कुडो बसाल्नु पर्यो यहाँ सबै झाडु साडु लगाउनु पर्यो भित्र बाहिर यता किचन यहाँ सबै झाडु लगाएर अहिले एकछिनमा भेटौँला है त
मुक्काले फिसले हान्नेवाला बन्दर ल्याइदिउँ त फिसले नै हानिदिन्छ के फिस त यो हातले नै हानिदिन्छ के मलाई एकछिन पछि तल खोज्छ खतरा हान्छ यसले एकछिन अर्को तले फर्स्टमा कुन भन्नु त्यस्तै लिनु पर्यो यो यही हो काम तिमीहरूको के यही हो काम ल त केटा हो झाडु पनि लगाइयो भाडा यहाँको पनि त्यहाँ लगेर सारियो अनि आगो फुकेर कुडो पनि बसालियो तर यी दुईजना नन गेम कि गेम छुट्टी भएको 1 महिना इन्जोय छ यिनीहरूलाई हाम्रोमा तर कहिले 1 महिना छुट्टी भएन जिन्दगीमा अहिलेसम्म छुट्टी 1 महिना भएको थाहा पाएन यिनीहरूलाई इन्जोय छ क्या स्याट्ट बनाइयो घर पनि अब योलाई अब पसाल्ने उ त्यहाँ राख्ने अब घर ल त पिस आउट ल त केटा हो खानासाना खाएर अब सुत्न लागेको अहिले कति बजे हो भन्दा 9 बज्न लाग्छ 9 बज्न 1 मिनट छ अब भोलि भेटौँलाई त सी यू टुमारो गुड नाइट असार 15 को धेरै धेरै शुभकामना गुड नाइट जय श्री राम